नमस्ते। आज चाहिँ हामी हाम्रो आजको भिडियोमा चाहिँ नि हामी एसएफडी बीएमडी अफ सिम्पली सपोर्टेड बीम जसमा चाहिँ नि हाम्रो युडिएल ले लोडिङ गरेको छ थ्रु आउट द लेन्थ, त्यसको चाहिँ नि एसएफडी बीएमडी कसरी बनाउने भन्ने कुरा चाहिँ नि पढ्न गइरहेछौँ। ल सुरु गरौँ। त्यसो भए हाम्रो एउटा के छ, सिम्पली सपोर्टेड बीम छ यहाँ हैन। सिम्पली सपोर्टेड बीम छ। सिम्पली सपोर्टेड भनेपछि तपाईको एउटा इन्डमा चाहिँ नि तपाईको हिन्ज सपोर्ट छ, अर्को इन्डमा चाहिँ तपाईको के छ, रोलर सपोर्ट छ र हाम्रो बीम चाहिँ नि पुरै के छ, युडिएल ले चाहिँ नि लोडेड भएको छ, जसको इन्टेन्सिटी चाहिँ कति छ, डब्ल किलो न्यूटन पर मिटर छ। यसको चाहिँ नि हामीले एसएफडी बीएमडी ड्रा गर्न गइरहेछौँ। अब यो सबैभन्दा पहिला चाहिँ के गर्नु पर्यो भन्दाखेरि हाम्रो यसको फ्री बोडी डायग्राम बनाउनु पर्यो हैन। एफबीडी फ्री बोडी डायग्राम अफ इन्टायर बीम पुरै बीमको चाहिँ फ्री बोडी डायग्राम बनाउँदाखेरि हाम्रो यो भयो हैन। यसलाई चाहिँ नि हामी इन्ट ए बनाऊँ, यसलाई इन्ट बी बनाऊँ र सजिलोको लागि यसको सेन्टरलाई चाहिँ नि हामीले के लियौँ भन्दाखेरि सेन्टरलाई सी लियौँ। अब हाम्रो यो हिन्ज सपोर्ट हो। हिन्ज सपोर्टको चाहिँ नि हिन्ज सपोर्टमा चाहिँ दुईटा रिएक्सन आउने गर्छ, एउटा भर्टिकल रिएक्सन, एउटा होरिजेन्टल रिएक्सन। र हाम्रो रोलर सपोर्टमा चाहिँ नि एउटा मात्रै रिएक्सन आउँछ, भर्टिकल रिएक्सन। इन्ड ए मा दुईटा रिएक्सन आए, भर्टिकल र होरिजेन्टल। इन्ड बी मा चाहिँ नि हाम्रो भर्टिकल मात्रै रिएक्सन आइराछ। अब हामीले फ्री बोडी डायग्राममा चाहिँ नि रिएक्सनहरु र लागिरहेको लोड अथवा फोर्सेसहरु मात्रै देखाउने गर्छौं। अब यो फ्री बोडी डायग्राम बनाइसकेपछि अब हामीले चाहिँ नि यसको क्याल्कुलेसन सुरु गरौँ। अब सुरुको सिकाइ हो भनेपछि स्टेप वाइज स्टेप नाम दिएर नि गर्न सकिन्छ। पछि बानी पर्दै गइसकेपछि चाहिँ नि स्टेप मार्किङ नगरिकन नि गर्न सकियो। अब हामीले स्टेप फर्स्टमा चाहिँ के गर्नु पर्यो भन्दाखेरि रिएक्सन क्याल्कुलेसन। यो भर्टिकल रिएक्सनको चाहिँ नि रिएक्सनलाई हामीले आरए ले जनाम, होरिजेन्टल रिएक्सनलाई आरएएस ले जनाम र भर्टिकल रिएक्सन 8 पोइन्ट बी मा चाहिँ नि रिएक्सन 8 बी ले जनाम हैन। यसो भनेपछि यो आरए आरबी आरएस चाहिँ नि हामीले इक्विलिब्रियम इक्वेसन प्रयोग गर्दै पालै इक्विलिब्रियम इक्वेसन प्रयोग गर्ने र तिनको भ्यालु चाहिँ नि हामीले फाइन्ड आउट गर्छौं। सुरुमा चाहिँ नि के रे इक्विलिब्रियम इक्वेसन प्रयोग गर्दाखेरि समेसन अफ एफ अफ एक्स इक्वल्स टु 0, जहाँ चाहिँ नि हामी लेफ्ट देखि राइट तिर लाग्ने फोर्सलाई पोजिटिभ लिन्छौं भनेपछि राइट देखि लेफ्ट लाग्ने फोर्सलाई नेगेटिभ लिन्छौं। आरएएच हो भनेपछि आरएएस लेफ्टदेखि राइट लागिरहेछ भनेपछि यो पोजिटिभ हो। अरु यो भन्दा अरु कुनै पनि होरिजेन्टल फोर्स अथवा कम्पोनेन्टहरु छैन, त्यसैले एउटा मात्रै भइसकेपछि इक्वल्स टु 0 गर्नु पर्यो। यसपछि अगेन हामीले समेसन अफ एफ अफ वाई इक्वल्स टु 0 गर्नु पर्यो, जहाँ चाहिँ नि भर्टिकल फोर्सलाई हामीले पोजिटिभ लिनु पर्यो। अब माथि लाग्ने भर्टिकल फोर्सलाई पोजिटिभ लिन्छ भनेपछि आरए पनि माथि लागिरहेछ, फिगरमा हेर्नुस् आरबी पनि माथि लागिरहेछ। त्यसपछि चाहिँ नि बीममा चाहिँ नि तलपट्टि के लागिरहेछ भन्दाखेरि युडिएल लोड लागिरहेछ, जसको लेन्थ चाहिँ के छ, हाम्रो एल छ हैन। अब इन्टेन्सिटी यसको डबल किलो न्यूटन पर मिटर हो भनेपछि यसको चाहिँ नि लोड इन्टेन्सिटी तल लागिरहेछ, लोड इन्टेन्सिटी डब्ल इन्टु एल तल लागिरहेछ, इक्वल्स टु के गर्नु पर्यो, 0 गर्नु पर्यो हैन त। एउटा दुईटा माथि लागिरहेछ, लोड इन्टेन्सिटी युडिएल चाहिँ समय काल तल लागिरहेछ भनेपछि इक्वल्स टु 0 गर्नु पर्यो। यसो भनेपछि यहाँबाट हामीले आरए प्लस आरबी इक्वल्स टु डब्ल एल भनेर चाहिँ नि यसलाई हामीले के गर्छौं बरु इक्वेसन नम्बर 1 मानौं हैन। इक्वेसन नम्बर 1 मानिसकेपछि अब फेरि चाहिँ नि हाम्रो के गर्नु पर्यो भन्दाखेरि थर्ड इक्विलिब्रियम इक्वेसन प्रयोग गर्नु पर्यो, जुन चाहिँ नि मोमेन्ट इक्वल्स टु 0। अब यो मोमेन्ट हामीले यो इन्डमा मोमेन्ट 0 गर्न नि पाइयो, यो इन्डमा मोमेन्ट 0 गर्न नि पाइयो भनेपछि हामीले अहिले चाहिँ नि मोमेन्ट 8b मा 0 गरिरा छौं, जहाँ चाहिँ नि हामीले क्लकवाइजलाई चाहिँ नि पोजिटिभ लिइसकेपछि एन्टी क्लकवाइज नेगेटिभ हो भन्ने हामीले बुझ्छौं। यसो भनेपछि
8 पोइन्ट बीमा मोमेन्ट लिँदाखेरि चाहिँ नि आरए माथि लागिरहेछ आरए इन्टु डिस्टेन्स भनेपछि तपाईँको चाहिँ नि आरए भन्नाले फोर्स इन्टु डिस्टेन्स फोर्स इन्टु परपेन्डिकुलर डिस्टेन्स हाम्रो मोमेन्ट हुन्छ आरए हैन आरए इन्टु डिस्टेन्स कति छ आरए इन्टु एल लेन्थ छ माइनस लोड इन्टेन्सिटी हैन लोड इन्टेन्सिटी हाम्रो के छ भन्दाखेरि डबल छ भनेपछि यसको यो माथिको युडिएल ले चाहिँ नि यो पोइन्टमा मोमेन्ट कति दिन्छ भनेपछि डबल इन्टु एल लोड भो इन्टु यसको सेन्टरदेखि यो इन्टसम्मको डिस्टेन्सलाई के भयो l/2 यो लोड भो इन्टु लोड इन्टु परपेन्डिकुलर डिस्टेन्स l/2 इक्वल्स टु 0 अब यो इन्डमा चाहिँ नि यो आरबी र यो आरएएस ले हाम्रो मोमेन्ट दिँदैन किन भनेपछि कुनै जुन पोइन्टमा हामीले मोमेन्ट लिइराछौं त्यो पोइन्टबाट फोर्सको लाइन अफ एक्सन पास हुन्छ भनेपछि त्यो पोइन्टमा चाहिँ नि हाम्रो त्यो लाग्ने एक्सटर्नल फोर्सले मोमेन्ट दिदैन भनेपछि हाम्रो आरएएस र आरबी ले कुनै पनि मोमेन्ट दिएन यसो भनेपछि यहाँबाट चाहिँ नि आरए को भ्यालु निकाल्दाखेरि योलाई क्याल्कुलेसन गर्नु होला WL/2 आउनेछ अनि त्यसो भनेपछि त्यसपछि यसलाई यो इक्वेसन यो आरए को भ्यालु लगेर हामीले इक्वेसन नम्बर 1 मा हाल्ने भनेपछि आरबी को भ्यालु पनि हामीले पाउँछौं आरए को भ्यालु चाहिँ नि आरए भ्यालु चाहिँ नि हाम्रो के भयो WL/2 भयो प्लस आरबी इक्वल्स टु WL छ यो इक्वेसन नम्बर 1 मा हालिसकेपछि यहाँबाट चाहिँ नि आरबी पनि हामीले के भन्न सक्छौं भन्दाखेरि WL/2 भन्न सक्छौं यो आउँछ भनेपछि फाइनली हामीले चाहिँ नि आरए र आरबी को भ्यालु के गर्यौं फाइन्ड आउट गर्यौं आरए र आरबी को भ्यालु हामीले के गर्यौं आरए WL/2 आरबी चाहिँ नि आरए पनि WL/2 अब यो प्रोसेस भइसकेपछि हाम्रो सेकेन्ड प्रोसेसमा हामीले के गर्छौं भन्दाखेरि शेयर फोर्स क्याल्कुलेसन गर्छौं शेयर फोर्स क्याल्कुलेसन गर्दाखेरि शेयर फोर्स क्याल्कुलेसन गरौँ यो इन्टरनै गर्दियौं शेयर फोर्स क्याल्कुलेसन ल ओके अब चाहिँ नि स्टेप नम्बर 2 मा चाहिँ नि के गर्छ भन्दाखेरि स्टेप नम्बर 2 मा चाहिँ नि शेयर फोर्स क्याल्कुलेसन CLCULATION शेयर फोर्स क्याल्कुलेसन गर्छौं अब शेयर फोर्स क्याल्कुलेसन गर्दाखेरि यो टाइपको क्वेशनमा चाहिँ नि हामीले चाहिँ के गरौँ भन्दाखेरि एउटा एक्स सेक्सन लियौं बीममा कुनै एक्स डिस्टेन्स पर एक्स सेक्सन लियौं जुन चाहिँ नि जुन एक्सिस चाहिँ नि हाम्रो एक्स डिस्टेन्स पर हुनेछ जसको हामीले चाहिँ नि एउटा एक्सिस लियौं एक्स सेक्सन लियौं जसको डिस्टेन्स चाहिँ कति छ भन्दाखेरि एक्स डिस्टेन्स छ हैन इन्टु ए बाट चाहिँ नि एक्स डिस्टेन्स पर हामीले एक्स सेक्सन लियौं यसो भनेपछि अब एक्स पहिला हामीले यो शेयर फोर्स क्याल्कुलेसन गर्ने बेला एक्स सेक्सनमा चाहिँ नि हामीले शेयर फोर्स लियौं त्यसपछि हाम्रो एउटा जनरल इक्वेसन जस्तो हुन्छ त्यो भइसकेपछि चाहिँ नि हामीलाई जुन पोइन्टमा हामीलाई शेयर फोर्स चाहिन्छ त्यसको भ्यालु हाल्दै एक्स को भ्यालु हाल्दै हामीले शेयर फोर्स निकाल्न सक्छौं त्यसो भनेपछि हामी शेयर फोर्स एट एक्स सेक्सन शेयर फोर्सलाई अब हामीले चाहिँ नि भी ले जनाउँछौं सेक्सन एक्स भइसकेपछि V8x भनेपछि चाहिँ नि अब यसलाई चाहिँ नि निकाल्दाखेरि तपाईको अडाउँछ त ओके हो भनेपछि यो एक्स सेक्सनको अब हामीले शेयर फोर्स भने चाहिँ नि कुनै सेक्सनमा शेयर फोर्स भनेको त्यो सेक्सनको कि लेफ्टमा हेर्ने कि राइटमा हेर्ने यदि हामी लेफ्टमा हेर्छौं भनेपछि सबै भर्टिकल फोर्सहरुको सम गर्ने अल्जेब्रिक सम गर्ने त्यही नै त्यो सेक्सनको शेयर फोर्स हुन्छ हामीले पढाए त्यही अहिले सम्म भनेसी आरए माथि लागिरहेछ त्यसलाई पोजिटिभ लियौं भनेपछि अपोजिटमा चाहिँ नि डब्ल्यू इन्टु एक्स लोड तल लागिरहेछ त्यसलाई चाहिँ के लियौं हामी नेगेटिभ लियौं यसो भनेपछि हैन V8x मा चाहिँ कति आयो भन्दाखेरि आरए तपाईको WL/2 छ हैन आरए हाम्रो के छ WL/2 छ भनेपछि WL/2 माइनस WX को हैन यसलाई एज हामीले जनरल इक्वेसन जसरी प्रयोग गरौँ फर्मुला जसरी अर्थात जनरल इक्वेसन जसरी प्रयोग गरौँ अब हामीले चाहिँ नि जुन पोइन्टमा चाहिँ नि हाम्रो शेयर फोर्स चाहिन्छ त्यो पोइन्टमा हामीले x को भ्यालु हाल्ने यति भइसकेपछि त्यो पोइन्टको हाम्रो शेयर फोर्स आउँछ भनेपछि हाम्रो शेयर फोर्स 8 पोइन्ट a को कुरा गर्दाखेरि त्यसमा x को भ्यालु कति छ 8.a यहाँबाट चाहिँ नि x बढ्दै जाने हो यो 8.a भनेपछि a यहाँबाट चाहिँ नि
एक्स बढेर बढ्दै गएपछि यहाँ आस पुगिन्छ भने एक्स हुन्छ, बिचमा पुगेपछि एक्सको भ्यालु l/2 हुन्छ, यो इन्डमा पुगिसकेपछि एक्सको भ्यालु l हुन्छ। अब यहाँबाट बढ्ने भने सुरुमा त 0 होला भनेपछि x = 0 भयो। x = 0 भइसकेपछि शेयर फोर्स 8 पोइन्ट A मा चाहिने WL/2 माइनस x भ्यालु 0 भयो इन्टु 0 भयो भनेपछि VA शेयर फोर्स 8 पोइन्ट A मा चाहिँ कति भयो, शेयर फोर्स 8 पोइन्ट A मा 0 भयो। योलाई पनि हाइलाइट गरौँ। त्यसपछि अब चाहिने अब शेयर फोर्स कहाँ निकालौँ भन्दाखेरि शेयर फोर्स 8 पोइन्ट C मा निकालौँ। C भने हाम्रो मिड पोइन्ट हो, मिड पोइन्ट भनेपछि हाम्रो के भयो, x को भ्यालु l/2 भयो, x भ्यालु l/2 भयो। अब यसमा चाहिने C पोइन्ट हेर्नु, C l/2 कसरी भयो भन्दाखेरि यो टोटल l छ, बीचको पोइन्टसम्म यो टोटल l भइसकेपछि यसको हाफ कति भयो, A इन्टु C सम्मको हाफ चाहिने l/2 भयो। l/2 भयो भनेपछि अब शेयर फोर्स 8 A मा हामीले शेयर फोर्स 8 C मा निकाल्न लाऊ। शेयर फोर्स 8 C मा निकाल्दाखेरि x भ्यालु कति भयो, l/2 भयो। अब जहाँ x छ त्यहाँनिर हामीले के गर्नु, l/2 हाल्नु पर्यो भनेपछि WL/2 माइनस W इन्टु l/2 भयो। त्यसपछि WL/2 माइनस WL/2 भनेपछि शेयर फोर्स 8 पोइन्ट C मा कति भयो, 0 भयो। क्लियर। त्यसपछि त्यसै गरी हामीले कहाँ निकाल्नु पर्यो, शेयर फोर्स 8 पोइन्ट B मा निकाल्नु पर्यो, B मा पनि निकाल्नु पर्यो। अब हाम्रो यो सेक्सन चाहिने बढ्दा बढ्दै B मा पुग्यो भनेपछि x चाहिने x सेक्सन अगाडि पुगेर यहाँ भयो भनेपछि x बराबर कति भयो, l भयो भनेपछि चाहिने हाम्रो x बराबर l हुने भयो। यसो हो भनेपछि हामीले चाहिने यो x को ठाउँमा चाहिने l हाल्दिम। त्यसो हो भने चाहिने हाम्रो कुन पोइन्टको शेयर फोर्स फेला पर्छ, B पोइन्टको फेला पर्छ। शेयर फोर्स 8 पोइन्ट B = WL/2 छँदैछ माइनस W इन्टु x भ्यालु l भयो भनेपछि VB = माइनस WL/2 भयो। यसरी चाहिँ हाम्रो के भयो, हामीले चाहिने आफूलाई चाहिने पोइन्टमा चाहिने शेयर फोर्स क्याल्कुलेसन गर्यौं। अब यसभन्दा पछिको स्टेप चाहिँ के हुन्छ भन्दाखेरि हाम्रो बेन्डिङ मोमेन्ट क्याल्कुलेसन हुन्छ। अब चाहिने हामीले के गर्छौं भन्दाखेरि बेन्डिङ मोमेन्ट क्याल्कुलेसन स्टेप नम्बर 3 भन्नु होला, बेन्डिङ मोमेन्ट क्याल्कुलेसन। अब बेन्डिङ मोमेन्ट 8 पोइन्ट A मा बेन्डिङ मोमेन्ट 8 पोइन्ट A मा लिनु पर्यो। बेन्डिङ मोमेन्टलाई चाहिँ नि हामीले जनाइन्छ। अब 8 पोइन्ट A सरी है, यसमा नि के सरी ल अलि हतार भएछ। बेन्डिङ मोमेन्ट निकाल्ने बेला पनि हामीले के गर्नुपर्छ भन्दाखेरि सुरुमा चाहिँ नि x सेक्सनमा चाहिँ नि बेन्डिङ मोमेन्ट निकाल्ने, अनि त्यसपछि हामीले x को भ्यालु हाल्दै जाँदाखेरि चाहिँ नि जुन पोइन्टमा हामीलाई चाहिँ नि बेन्डिङ मोमेन्ट चाहिन्छ त्यो पोइन्टमा चाहिँ x को भ्यालु हाल्दै जाँदाखेरि चाहिँ नि त्यो पोइन्टको हामीले बेन्डिङ मोमेन्ट फेला पार्छौं। भनेपछि यो हाम्रो के थियो, यो हाम्रो बीम थियो W किलोन्युटन पर मिटर। अब हाम्रो सेक्सन XX सेक्सनमा चाहिँ के गरौँ, बेन्डिङ मोमेन्ट निकालौँ। पहिला बेन्डिङ मोमेन्ट निकालौँ। यो XX सेक्सन थियो, यो पोइन्टमा बेन्डिङ मोमेन्ट निकाल्दाखेरि यो RA माथि लागिरहेको थियो। RA मा चाहिँ हाम्रो XX सेक्सनमा चाहिँ बेन्डिङ मोमेन्ट निकाल्दाखेरि कति हुन्छ भन्दाखेरि RA इन्टु x क्लकवाइज घुमाइरहेछ। त्यसपछि त्यसकै अपोजिटमा चाहिँ नि यो W किलोन्युटन इन्टेन्सिटीलाई के गरिरहेछ, तल घुमाइरहेछ। भनेपछि हाम्रो W इन्टु x लोड भयो, इन्टु लोड इन्टु परपेन्डिकुलर डिस्टेन्स भनेपछि यसको आधा x/2 यो चाहिँ नि हाम्रो के हुन्छ भन्दाखेरि बेन्डिङ मोमेन्ट 8x सेक्सनमा चाहिँ नि बेन्डिङ मोमेन्ट निस्क्यो हैन। त्यसो हो भनेपछि अब बेन्डिङ मोमेन्ट 8x सेक्सनमा चाहिँ नि निकाल्दाखेरि RA को भ्यालु WL/2 भयो, x भयो माइनस WX²/2 भयो। यो चाहिँ नि बेन्डिङ मोमेन्ट आयो कुनमा भन्दाखेरि
एट एक्स सेक्सनमा। अब हामीलाई चाहिने जुन सेक्सनमा हामीलाई जुन पोइन्टमा जुन सेक्सनमा हामीलाई बेन्डिङ मोमेन्ट चाहिन्छ त्यो पोइन्टमा हाम्रो एक्स को भ्यालु हाल्दै जाने, हाम्रो बेन्डिङ मोमेन्टको भ्यालु हामीलाई के हुन्छ अपडेट हुँदै जान्छ। भनेपछि अनि हामीलाई यदि बेन्डिङ मोमेन्ट कहाँ चाहिरहेछ भन्दाखेरि बेन्डिङ मोमेन्ट चाहिरहेछ हामीलाई, बेन्डिङ मोमेन्ट 8 पोइन्ट ए मा चाहिँ बेन्डिङ मोमेन्टलाई एम ए ले जान 8 पोइन्ट ए भनिसकेपछि एक्स इक्वल टु कति भयो 0 भयो। भनेपछि बेन्डिङ मोमेन्ट एम ए इक्वल टु एक्स इक्वल टु 0 भइसकेपछि यहाँ चाहिँ एक्स भ्यालु 0 हाल्ने, एक्स भ्यालु 0 हालिसकेपछि WL/2 इन्टु 0 माइनस एक्स भ्यालु 0 स्क्वायर बाई 2 भनिसकेपछि मोमेन्ट 8A मा चाहिँ यो पनि 0 यो पनि 0 कति भयो 0 भयो है। त्यसपछि अब बेन्डिङ मोमेन्ट 8 पोइन्ट C मा निकालौँ, सेन्टरमा निकालौँ हैन। बेन्डिङ मोमेन्ट अब त्यसपछि बेन्डिङ मोमेन्ट 8 पोइन्ट C मा जहाँ चाहिँ के छ x = L/2 छ, x = L/2 छ भनेपछि x जहाँ यो x को भ्यालुमा जहाँ x छ त्यहाँ के हाल्नु पर्यो L/2 हाल्नु पर्यो। मोमेन्ट 8C मा चाहिँ नि L/2 इन्टु L/2 माइनस W/2 छ इन्टु L/2 को स्क्वायर भयो इक्वल्स टु WL²/4 माइनस WL²/8 भयो। 2 दूना 4 भयो इन्टु 2 8 भयो। भनेपछि M8C मा चाहिँ नि यो म्याक्सिमम बेन्डिङ मोमेन्ट पनि हाम्रो सेन्टरमै आउँछ, यो पनि WL²/8 हुन्छ। आफै क्याल्कुलेसन गरेर हेर्नु होला। यो आयो। अब चाहिँ नि हामीलाई चाहिँ कहाँ चाहियो भन्दाखेरि अब यसपछि चाहिँ नि बेन्डिङ मोमेन्ट 8 पोइन्ट B मा चाहियो। 8 पोइन्ट B मा भनेपछि बेन्डिङ मोमेन्ट 8 पोइन्ट C यो भयो, 8 पोइन्ट B भनेपछि यहाँ भयो। यहाँ चाहिन्छ भनेपछि x यहाँबाट बढ्दै यहाँ पुगिसकेपछि x इक्वल टु के भयो, x इक्वल टु हाम्रो के हुन्छ L हुन्छ। x इक्वल टु L हुन्छ भनेपछि बेन्डिङ मोमेन्ट 8 पोइन्ट B मा निकाल्ने बेला x इक्वल टु कति भयो, x इक्वल टु L भयो। x इक्वल टु L लाई चाहिँ नि हाम्रो यो x वाला इक्वेसनमा राख्नुस्। त्यहाँबाट बेन्डिङ मोमेन्ट 8 पोइन्ट B इक्वल टु WL/2 इन्टु L माइनस WL²/2। यसो भनेपछि बेन्डिङ मोमेन्ट 8B पोइन्ट इक्वल टु WL²/2 माइनस WL²/2 इक्वल टु बेन्डिङ मोमेन्ट 8 पोइन्ट B इज इक्वल टु WL² यो भएपछि कति भयो 0 भयो, सरी 0 भयो। यो पनि बेन्डिङ मोमेन्ट 8 पोइन्ट B मा पनि 0 भयो। अब हामीलाई सबै भ्यालु थाहा भइसक्यो। अब हामीले चाहिँ शेयर फोर्स र बेन्डिङ मोमेन्ट के गर्छौँ ड्र गर्छौँ। अब भनेपछि जुन हामीले शेयर फोर्स र बेन्डिङ मोमेन्ट ड्र गर्ने बेला जुन पोइन्टमा हामीले बेन्डिङ मोमेन्ट र शेयर फोर्स निकालेका छौँ हैन, त्यहीबाट हामीले के गर्नुपर्छ भन्दा लाइन ड्र गर्नुपर्छ। जस्तो हामीले यो A पोइन्ट थियो, यो बीचमा चाहिँ नि C पोइन्ट थियो, यो यहाँ चाहिँ हाम्रो D पोइन्ट थियो। भनेपछि A पोइन्ट अनि भ्यालुहरु चाहिँ फाइन्ड आउट गरेका छौँ, C पोइन्ट पनि हामीले भ्यालुहरु फाइन्ड आउट गरेका छौँ। त्यसैगरी हामीले B पोइन्टमा पनि हामीले के गरेका छौँ भ्यालुहरु फाइन्ड आउट गरेका छौँ। भनेपछि यो चाहिँ नि शेयर फोर्स भयो, जुनमा चाहिँ नि शेयर फोर्स 0 हुन्छ। अब हामीले चाहिँ नि 8 पोइन्ट A मा चाहिँ नि शेयर फोर्स कति छ त्यो हेर्नु पर्यो हैन। यो A पोइन्टको यहाँ हेर्नु पर्यो। 8 पोइन्ट A मा चाहिँ नि शेयर फोर्स सरी यहाँनिर चाहिँ मिस्टेक भएर रहेछ। यहाँनिर के मिस्टेक भन्दाखेरि यो 0 टर्म घट्सकेपछि शेयर फोर्स चाहिँ नि हाम्रो यहाँनिर कति हुन्छ भन्दाखेरि VA = WL/2 हुन्छ है। अब भनेपछि हाम्रो 8A पोइन्टमा चाहिँ नि हाम्रो कति छ WL/2 छ। WL/2 भनेपछि यो भयो WL/2 भयो। त्यसैगरी C पोइन्टमा शेयर फोर्स कति छ भन्दाखेरि C पोइन्टमा हेर्नु शेयर फोर्स हाम्रो कति छ। C पोइन्टमा शेयर फोर्स हाम्रो 0 छ। 0 छ भनेपछि हाम्रो यो पोइन्टमा 0 भइहाल्यो। त्यसैगरी B पोइन्टमा चाहिँ शेयर फोर्स कति छ भन्दाखेरि WL/2 जुन चाहिँ नेगेटिभमा छ भनेपछि पोजिटिभलाई माथि देखाइसकेपछि हाम्रो नेगेटिभ कहाँ जाने भयो तल जाने भयो। तल जाने भयो। यी तीनटै पोइन्टलाई जोड्दाखेरि चाहिँ यसरी एउटा इन्क्लाइन लाइनले जोड्न मिल्छ। भनेपछि यो पनि WL/2 भयो। भनेपछि यो चाहिँ हाम्रो पोजिटिभ भयो, यो चाहिँ हाम्रो नेगेटिभ भयो। अब यो नेगेटिभ चाहिँ तलतिर हुन्छ, अर्थात् चाहिँ नि यो नेगेटिभले चाहिँ नि यो भ्यालु नेगेटिभ भन्ने बुझाइहाल्छ। त्यहाँ नेगेटिभ अलग चाहिँ गरिराख्नु पर्ने देखिँदैन है, हुँदैन पनि।
अब त्यसपछि त्यसै गरी हामीले बेन्डिङ मोमेन्ट ड्र गर्ने बेला हैन बेन्डिङ मोमेन्ट ड्र गर्ने बेला अब चाहिँ नि हाम्रो चाहिँ नि यो पोइन्टमा बेन्डिङ मोमेन्ट ए पोइन्टमा 0 यो पोइन्टमा बेन्डिङ मोमेन्ट 0 किनकि बेन्डिङ मोमेन्ट एट ए मा 0 बेन्डिङ मोमेन्ट एट बी मा पनि 0 तर बेन्डिङ मोमेन्ट एट सी मा चाहिँ WL²/8 छ जुन चाहिँ म्याक्सिमम छ भनेपछि एट ए पोइन्टमा नि 0 एट बी पोइन्टमा नि 0 तर यसमा चाहिँ के छ WL²/8 छ। अब यो भ्यालुलाई चाहिँ नि हामीले प्याराबोलिकले जोइन गर्नुपर्ने हुन्छ। अब चाहिँ नि यो कति छ WL²/8 छ भनेपछि तपाईको यो चाहिँ नि पोजिटिभमा हुन्छ। अब एउटा हामीले चाहिँ नि बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि अब यो लाइन चाहिँ नि हामीले प्याराबोलिक किन गर्यौं यो चाहिँ नि इन्क्लाइन किन गर्यौं यसलाई स्ट्रेट गर्न नि मिल्थ्यो यसलाई इन्क्लाइन गर्न नि मिल्थ्यो तर किन चाहिँ मिलेन भन्दाखेरि यो कुरा पनि हामीले के छ हाम्रो यो इन्क्लाइन कतिखेर हुन्छ भन्दाखेरि यदि हाम्रो यो x यो x वाला इक्वेसन हेर्दाखेरि यो टर्मिनोलोजीमा चाहिँ नि x को पावर 1 हुन्छ म्याक्सिमम पावर x को पावर 1 छ भनेपछि x पावर 1 हुँदाखेरि चाहिँ नि इन्क्लाइन गर्ने किन भनेपछि जस्तो यहाँ कन्स्टेन्ट आयो जस्तो कन्स्टेन्ट आएको भएपछि WL/2 मात्रै आउँथ्यो x भेरिएबल आउँथेन भनेपछि हाम्रो लाइन के हुन्थ्यो स्ट्रेट हुन्थ्यो किनकि जस्तो y 2 भनिसकेपछि हाम्रो के हुन्थ्यो कोअर्डिनेट ज्योमेट्रीमा y 2 भनेपछि y1 यस्तो हुन्थ्यो हैन यस्तो जस्तो भयो नि अब कन्स्टेन्ट भएपछि स्ट्रेट लाइन हुन्छ। अब त्यसपछि चाहिँ नि हाम्रो शेयर फोर्स निकाल्ने बेला जस्तो y mx + c ला गर्दाखेरि x भ्यालु यस्तो हुन्थ्यो त्यति बेला चाहिँ के हुन्थ्यो हाम्रो यस्तो हुन्थ्यो यो c हुन्थ्यो यति बेला यो के लाइन के हुन्थ्यो हाम्रो इन्क्लाइन हुन्थ्यो त्यही भएर x पावर 1 हुँदाखेरि कन्स्टेन्ट हुँदाखेरि स्ट्रेट लाइन x पावर 1 हुँदाखेरि यो अनि जस्तो हाम्रो चाहिँ नि प्याराबोलिक हुँदाखेरि चाहिँ नि जस्तो y ax² हुँदाखेरि चाहिँ नि x पावर 2 हुँदाखेरि हाम्रो प्याराबोलिक इक्वेसन भन्दै त्यसलाई भनेपछि यहाँ हेर्नुस् त्यसपछि चाहिँ नि यो x को भ्यालु यो m6 मा निकालेको जुन हाम्रो बेन्डिङ मोमेन्ट छ त्यसमा रहेको x भ्यालु जुन म्याक्सिमम 2 छ भनेपछि प्याराबोलिक हो हैन x यहाँ म्याक्सिमम भ्यालु 1 मात्र हुन्थ्यो भनेपछि इन्क्लाइन लाइन हुन्थ्यो कन्स्टेन्ट मात्र हुन्थ्यो भने स्ट्रेट हुन्थ्यो 3 आउँथ्यो भनेपछि क्युबिक प्याराबोला हुन्थ्यो यसरी बुझ्नु पर्यो भनेपछि हाम्रो चाहिँ यो किन चाहिँ नि प्याराबोला भयो भन्दाखेरि चाहिँ नि x को भ्यालु 2 छ जुन चाहिँ के छ हाम्रो प्याराबोलिक इक्वेसन हो। त्यसैगरी यो इन्क्लाइन किन भयो भन्दाखेरि x को म्याक्सिमम भ्यालु चाहिँ नि शेयर फोर्स x निकाल्दाखेरि x भ्यालु फर्स्ट 1 छ भनेपछि के गर्नु पर्यो इन्क्लाइन गर्नु पर्यो र यहाँ चाहिँ नि x भेरिएबल आउँथेन कन्स्टेन्ट मात्र आउँथ्यो भनेपछि हाम्रो के हुन्थ्यो स्ट्रेट लाइन हुन्थ्यो भनेपछि त्यही भएर चाहिँ नि यसलाई चाहिँ हामीले इन्क्लाइन गरेको यसलाई चाहिँ नि हाम्रो प्याराबोलिक गरेको। अब यो बनाइसकेपछि अलि सेडेड गरिदिनु होला यसरी हैन हामीले निकालेको भ्यालु डायग्राम चाहिँ यसरी सेडेड गरिदिनु होला यो भयो त्यसै गरी चाहिँ नि यो पनि सेडेड गरिदिनु होला यो भइसकेपछि हाम्रो यो कम्प्लिट SFD BMD अफ सिम्पली सपोर्टेड बीम विथ लोडेड UDL भन्ने कुरा चाहिँ के हुन्छ हाम्रो यो क्वेशन कम्प्लिट हुन्छ। धन्यवाद यतिसम्म सुनिदिनु भएकोमा।